यहाँ पनि रहेछ त अन्त है हजुर यो चाहिँ तपाईको रिसेन्टली बिल्ड गरेको डोम यो चाहिँ तपाईको टोटली प्राइभेट यो चाहिँ तपाईको टोटली प्राइभेट ओके सो कतिजना चाहिँ एकोमोडेट गराउँछ यहाँ चाहिँ 4 जना चाहिँ इजिली यहाँको चाहिँ अलिकति हाई होला यसको चाहिँ रेट हो तपाईको यसको नभनेको पनि 6K 5K सम्म छ त एउटा डल्लै हजुर सबै 10 को हजुर मतलब 4 जना जस्तो बस्नु पायो 4-5 जना बस्नु पायो है ओपन गर्ने ओके नाइस है सॉरी ओके यहाँ माथि पनि गएर गर्नु सक्छ है ओके वाशरूम यहीँमै एट्याच हुन्छ है अरे वाह फेरि वाशरूम चाहिँ उयो रहेछ त है एकदमै है टाइल्सहरू सबै उयो गरेर रहेछ त दामी रहेछ त अन्त मतलब जब वेदर सपोज गरम भयो भने त्यो प्लास्टिकले त पुरा उयो हुन्छ होला है फ्यान फ्यानहरू पनि रहेछ हुँदो रहेछ है ओके यहाँ चाहिँ अलिकति सेट उयो हुँदो रहेछ है यता चाहिँ अलिकति हिट आउँछ तर यो वेदरमा चाहिँ ठिकै हो तर यो फ्यान चाहिँ हुनै पर्ने रहेछ किन सफोकेट है एयर आउने र जग्गा छैन नि ओके यो कन्सेप्ट चाहिँ मलाई दामी लाग्यो तपाईँहरूको एक्स्ट्रा आई थिङ्क यो जग्गा चाहिँ यो चाहिँ कमै छ भन्दा पनि छ जस्तो लागेन मलाई यहाँ चाहिँ क्याम्प फायर उनीहरूको जस्ट यहाँ बस्नेहरूलाई मात्रै पायो है बस्नु पायो क्याम्प फायर बन फायर गर्छु भने पनि है यहाँ पनि सब्जीहरू कोपीहरू रहेछ अन्त ओके त्यही कारण चाहिँ बेड फर्काएको है यसको त राम्रो आउँछ होला सिजन टाइममा राम्रो हुँदैछ होला है कति पो गरेको तपाईँले यो हाम्रो कति हुँदैछ भन्दाखेरि डिसेम्बरमा ओपनिङ भएको ओके मतलब यो चाहिँ अब यस्तो पानी जस्तो के फरक पर्दैन है जस्तो वेदरले पनि है फरक चाहिँ पर्ने होला नि तर यो कतिसम्म रहेछ कति इयर्ससम्म यस्तो कति 10 इयर्स यहाँको जुन चाहिँ है पानी पर्छ हेलो आज यहाँ आइपुगेछु म अचानक चिन्नु भयो मलाई एकदम आजै आएको हजुर मेरो अलिक गेस्ट थियो कि भाइको लागि मैले मतलब यहाँ तपाईँहरूलाई बुकिङ दिएको थिएँ हजुर म ब्लग गर्ने मान्छे ब्लग गरिहाल्छु होइन राम्रो लाग्यो तपाईँको दामी लाग्यो कन्सेप्ट क्या समथिङ होइन त्यही त एकदमै राम्रो लाग्यो मलाई चाहिँ अब तपाईँको त्यो जुन चाहिँ प्रकारले गर्नु भइरहेको छ नि क्या है सबै फ्यामिली मिलेर आफ्नो त्यो एन्सेस्टर जग्गामा होइन यो कन्सेप्टहरू कम्प्लिटली डिफ्रेन्ट हो नि आई थिङ्क यो त फर्स्टै होला फर्स्टै हो यो पनि भयो अब नट अन्ली यो भयो अब तपाईँको यो जुन चाहिँ यो हस्टेलियोहरू लाइक यो कन्सेप्टहरू होइन अलिकति है यहाँ त 4 जना बस्नु परेन है के बेसी उनीहरु ग्रुपमै बस्छु भने नि एक्स्ट्रा नि हाल्दियो ओके राम्रो राम्रो ओके या ठिकै छ हेर्नुहोस् एरिया पनि युज छ है तपाईँको तलदेखि नै स्टार्टिङ हो यहाँ डल्लै छ अब आई थिङ्क है अब नेचर लभरलाई फार्म लभरलाई चाहिँ मोर इन्ट्रेस्टिङ पनि होइन घुम्नु सक्छ दे क्यान वक दे क्यान फिल द इन्भाइरोमेन्ट है इभन है दे क्यान एकदमै हाम्रो मेसमराइजिङ भ्यू कञ्चनजङ्घाको इन्जोय गर्नु सक्छ सो इट्स अल सेट इभन हाम्रो लोकलहरू पनि दोज हु क्यान पार्टी एन्ड अल होइन अब अलिकति रिल्याक्स अलिकति सिटीको लाइफदेखि अलिकति आएर मजाले गरौँ चिल गरौँ भन्ने चाहिँ आई थिङ्क दिस इज अ पर्फेक्ट प्लेस है इन पेलिङ लोवर पेलिङ दामी लाग्यो मलाई सो आज चाहिँ गाइस अब लास्ट हाम्रो यहाँनिर सबैजनाले डिनरहरू गरिरहेछ है होमस्टेमा अघि हामी सबैजना पेलिङको होमस्टेमा अघि अब होमस्टेमा एकदमै अब घरको जस्तो खाना सिम्पल खाना यता चाहिँ हाम्रो यता ब्रदरको नाम के भन्नु तपाईँको गोपाल गुरुङ यता होमस्टेको चाहिँ उहाँ चाहिँ एकदम रैस
जैसा हुनुहुँदो रहेछ मजा आयो अब यतिकै खाना खाइरहेछ अब आजको ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु है तपाईँले जतिसक्दो ब्लग मन पऱ्यो भने सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गर्नुहोस् र युट्युबमा गएर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनुहोस् र फेसबुक र इन्स्टाग्राममा पनि फलो र सेयर चाहिँ गर्नु नबिर्सिनुहोस् टिल देन बाई बाई टेक केयर सी यु इन द नेक्स्ट ब्लग